भाइ एउटा खाँदै गर्ने हेर ल तिमी यहाँ खाँदै गर्नु चलाउ सब्स्क्राइबर बढ्दिन नि त हुन्छ त होइन यो भिडियो आएपछि हेर्नु पर्यो हामीले कता कता पुगिसक्नु होला भनेर म त यादै छैन त कन्यामा आइपुग्यो है आइपुग्यो अब चाहिँ यहाँबाट अझै हरियाली हुन्छ डाँडा पुगेर चाहिँ फर्केको फेरि बुढाको खाना नै बले खाना हुन्छ फेरि भाइ एउटा खाँदै गर्ने हेर ल तिमी यहाँ खाँदै गर्नु चलाउ अब 1 2 3 4 गाडीमा पनि खाइहाल्छ हजुरलाई हामी चाहिँ नष्ट भएका खानेछौँ यहाँनिर पहिलाको याद आइरहेछ कता हो यता अगाडि खाइरहेको छु
पुगिसक्नु होला भनेर म त यादै छैन त क्यामेरा सामान पुरा पक्रिन्छ त नि अनि केमा तपाईँ लानु पऱ्यो नि यता आउँदा बहिनी अस्ति आएर गयो त्यत्रै अनि किन सँगै आउँदा हुँदैन त पालो गर्नुपर्ने हुन्छ नि कति वर्षमा आयो 9 वर्षमा जस्तो जस्तो लाग्छ बुढा भइहाल्यो नि दिन त गन्ती गरेको आफ्नै गइरहेको किला मिलेको अरे अर्को चाहिँ को आइको को किला मिलेको घुम्न ए अर्को चाहिँ को तर त सन्ना त्यो छोरा भाइ छोरा त यहाँ आएर छोरा त मलाई सिनेमा दोकानमा चिनेको गुवाहाटी किनेको त पाइन्छ होइन अनि ब्याट्री सर्भिस छोड्नु क्या कत्रो त आग लगाएर के भयो यहाँ मान्छे मर्यो त्यतिखेर थियो नि त यति थियो होइन अनि बेटी चाहिँ पड्केको त नि त्यतिखेर त्यो सक्नु आग लागि हेर्ने पछाडि त गएको त्यहाँदेखि त कोही कता कता जानु भनेर के छु नि म तल बस्छ अन्नपूर्ण चोकमा भाइ त आइबस्छ नि त दोकान गरेर अनि मेरो बाबा भन्दा को भन्छु टिकाराम यहाँको त भर्खर पापड बोल्दा भयो यो बनाएर बसेको हेर्छु तर यसो चिने जस्तो लाग्छ फेरि कति छुट्टीमा एक महिनाको सिधै आएको 20 दिन भइसक्यो ए निकै बस्छ आएको त अनि को आएको एक्लै छौँ 2-4जना केटाहरू छ आफ्नो घुमाइछ ए अमेरिका होइन अमेरिका अनि पुरा त आगो लागेको छ अमेरिकामा अमेरिकामा त्यो क्यालिफोर्निया राज्यमा उधम भयो उधम भएको छ अरे होइन अझै मार्नु छ कोसँग छ नि यिनीहरू टिकारामहरूसँग भेट्नुहुन्छ टिकाराम त बस्ने त हो यो त खड्के हेरिसँग ए उनीहरू धेरै टाढा हामीभन्दा ए हो र लगभग 8-9 घन्टा टाढो अनि के उतै राम्रो छ होला होइन अब हाम्रो त यहाँ अब केही टेक्निकल समाउने जरो छैन उतै त अनि अब त गर्नु पर्यो नि त छोरो यहीँ छ छोरोले गर्दैछ छोराको लागि त केही गरिदिनु पर्यो मेन कुरा हो नायर त अहिले सानो छ त्यतिखेर होइन सानो सानो कति स्कुलमा यति भौसन पर्छ नि नानी दुइटा कसको भाइ नाति उसको नाति नातिनी अनि अब बाबु बस्नु नि होइन जाने हिँड्नु कहाँ जाने अब पर्खिरहेको अटो पनि किनिदिएको छोरालाई उसकै त हो ए कहिले भर्खर किनेर गाह्रो नयाँ छ त 2-4 वर्ष भयो यिनीहरू चाहिँ जान पाउँदैन उता उनीहरूको अलिकति त्यो केस भएर जानु पाएन नि त ए हो प्रोसेस हुँदाहुँदै रोक्यो अनि पहिला उसलाई पठाएको नि त मैले लालेहरू चाहिँ कहाँ छन् लाले झलकहरू कहाँ छन् लाले बस्ने होइन गुरुङ उनीहरू उतै छ छैन फोन गर्दा केही छैन लाले यहाँबाट गएपछि होइन यहाँबाट गएपछि के कन्टेबललाई साट्छ क्या हो होइन त्यो एकेटा हुँदैन नि त कता कता आफ्नो आफ्नो राज्यमा लान्छ नि त अब कहाँ आफूले रुचाएको हुन्छ त्यता लान्छ ए र त यहाँबाट देख्न भयो उहाँ बुझि छोरा बस्न ए उहाँ त सर्वस्था नि अब गाउँ जस्तै नि म चाहिँ काम गर्नु पर्यो नि तपाईँले काम गर्नुपर्छ नि पर्छ काम नगरी के खानु भने काम गरेन आम्दानी कोठाबाट कसले तिर्ने बिजुलीको बिल कसले तिर्ने पानीको बिल कसले तिर्ने तर यहाँ जस्तो चाहिँ मारामार पर्दैन होइन काम चाहिँ काम पनि अब पिरो भएर पनि अब कमाएकोले पुग्छ यहाँ गर्दै गएको छ नि घडी बनाउने त्यो काम गर्नु छ कि अर्कै ए उहाँ त के गर्छ उहाँ त यस्तो बनाउँदैन ला बिग्र चाहिँ फाल्दै अब सस्तो पर्छ 5-10 रुपियाँमा आइहाल्छ घडीहरू कसले बनाउँछ कति बनायो कति लिने त्यो त्यहाँको पैसा त्यतिको लागि सस्तो हो क्या तर यहाँको चाहिँ महँगो भयो यहाँ त महँगो हुन्छ कति वर्ष हो तपाईँ गएको 9 वर्ष भयो 9 वर्ष भयो अरे ल गएको ल हतार छैन फेरि म आउँछु नि ल
सुरु गर्छु कन्यामा आइपुग्यो है अब चाहिँ सुरु हुन्छ भिडियो अगाडि गाडीसँग समाएर हिँड अहिले आउँदा ल बोजू होइन भाइ तिमी र म यहीँ बसौँ म त सक्छु बिस्तारै हो आफाको ड्याडीको समाउन फर्किँदा उकालो सास बढ्छ यहाँबाट अझै हरियाली हुन्थ्यो नि स्वर्गमा आएको छ पुरा गाडी जाम भएको छ
अगाडि हेर न उ हान्दै लाग्छ अगाडि हेर मोती बाबा यहाँ छ आएन कसो बहल छ मेरो छ बुहारीले हिँड्नै सकेन यहाँ एउटा यता चाहिँ कति उयो बाटो लडाइँ थियो बता क्या पिछरा त सास भयो पिलानको कन्या बाबा कति धेरै गाह्रो टोपी खोल कि बिजु देखाएको त बिहानदेखि टोपी लगाइरहेको थिएँ टोपी खोजे हाल्नु ओइ फुलान फुल ओइ ओइ जाम जाम यार हामी पनि जाम ओइ पर्वते फुलान्ने भनेको ओइ पर्वत उयो माथि न झन्डाको हान्छु डाँडामा रे एक बेडा फुला ओके चिया बन्ला नि चिया बन्दै एउटा फोटो गाडीमा एउटा फोटो टावर डाँडा पुगेर चाहिँ फर्केको फेरि पिछामा गएर जुम गर्दै गरे न दिदीले कहिले जानुभयो तल पुगिसक्नु भयो दिदी क्यामेरा घुमाऊ घुमाऊ बोल क्यामेरा घुमाऊ 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 बोल पोखरीको लर्काली कता गयो भाइ आफै मात्रै घुमेर आयो फेरि हो चिया बगानको भन्दा गाडीको पो पैसा दिनलाई यहाँ बसेर त्यहाँ इलेक्ट्रिक हुन्छ फोटो
ए हुँदैन भिडियोमा थियो भिडियो तान्दा पनि हुन्छ भने भिडियो गर्नु त्यहाँ चाहिँ राति बस्नु राम्रो हुँदो रहेछ है यतापट्टि आउनु त त्यति छोडिदिनु त यो क्यामेरा अनै छ त्यसले गर्नु नि खानेकुरा पनि हुन्छ मैले हिजो फोटो पठाएको थिएँ सिन पुरा देखाएको थियो नि यहाँ राम्रो आउँछ फेरि गइहाल्छ खिच्दौ न बुबुहरूको प्रोटेक्टबाट गरेर नि राम्रो हुन्छ यो चाहिँ जाइ गरेर डिस्टर्ब गर्छ पुष्पराज हो त्यसले पुष्पराज नगर्थे बा धेर भयो पुष्पराज ल यहाँ चाहिँ उज्यालो आयो अनुहार आपा हो त यहाँ एउटा खिच्दै कि अनि एउटा यस्तो डाँडा निक्लिने खिच्छ न खिचेला न खिचेन भाइ छिटो यसले सबै फोटो पुगेर अहिले म यहाँ चाहिँ फोटो खिच्ने क्रममा यताबाट यस्तो खिच्दैन उयो डाँडा अब हो त हो यहाँ उभिन्छ त्यो डाँडा भाइ यता आइज अब यसलाई यो क्यामेरा बोकेर यसो घुम बिस्तारै नहलाउनु यसो सिधा सर्र पार्नुपर्छ यस्तै नहलाउनु है त्यो बिस्तारै अहिले दामी आयो बोल्नु पनि पर्यो नि बोल्नु पर्यो नि क्यामेराम्यान भएर बाइक कुन ठाउँमा आएको लु त्यो आपालाई आफा बोल्नु
अघि गएको बाटो टावर डाँडा त्यहाँबाट भरे बदमास गरेर जङ्गलको के गराउँछ भाडाको घोडाहरू घोडा छेउमा उभिलोपट्टि आँखा त हेर्नु भएको छैन तर के फुच्चेहरू उभिएको छ के हो क्या गएर उभिनु त फुच्चे पो आइरहेको छ डल्लै मजा आउँछ नि हेर्नु त यता चारैतिर घुमेर पाउँछ ठिक छ मान्छेहरू भाइ नगर न सुनसान जग्गामा क्या मान्छे करा जस्तो हुन्छ यो हुन्छ त इयरफोनकै आवाज आउँछ बुको रियाक्सन आउँछ उठायो नि मलाई त डर लागेन मलाई डर लागेन नि मजा त मजा हुन्छ आफै हल्लिहाल्छ यो नि हल्लियो आफै हात्ती देख्नु भयो होइन पसिना यसो खान्छ रेलमा चढे जस्तो अनुभव हुन्छ गइरहेको जस्तो हो क्या एकैछिन ल पहिले एकैछिन सकेको भएछ नभन्दा मजा हुन्छ ए
आपका फोन कर के आप इधर रेल देखेगा इधर हाथी है हाथी भूत है इंडिया वाला भाई ज्यादा ने वाले बड़ा फोन लगा दिए बोले ओए हम ये तो नहीं सका सकेर खुसी सकेन हां हेर्दिनु रेलमा चढे जस्तो हुन्छ मैले हेरेको अब चियाबारी डाँडाको भिडियो आउँदैछ साथी हो अब यताको सकियो कता गर्ने हो अब हामी अर्को ठाउँ जाँदैछौँ यताको चाहिँ सक्यो कन्याम इलामको ए मान्छे नमस्ते नमस्ते ज्यू 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 के हो अनि बारा घुम्दै घुम्दै आइपुग्यो जस्ताको तस्तै भयो मान्छे त फेरि अझै छ अनि घट्नु छ नि त पहिला कहाँ यस्तै अनि हो र अलिक बलियो जस्तो लाग्यो अलिक घटेको जस्ता त के भन्नु म त अलिक बुढा भइयो नि कुन त भयो जस्ता त मान्छे त अनि ल भाइ जानु ल म आउँछु गोबारे गो अहिले टिभीको दोकान खानु अनि भान्जी खतरा घर बनाएर बसेर जाने दिदी बस्नुहुन्छ गफ गर्दैछ तपाईँ चाहिँ यता गफ गर्नु न सुमन वर्ष होइन सालै पछि आउनु
म त चिन्छु सानोसँगै खेलेको देख्छु म त अहिले अनुहार ट्याक्कै देख्दै चिने मेरो भेटेको रहेन त्यसो सुमन अलिअलि थाहा भयो सानो हुँदा थाहा हुँदैन विकास दाजु पनि आउनुहुन्थ्यो तर अलिक पातलो होइन त्यो एउटा ससी ससी भने चाहिँ को ससी ससी भनेको उता बेडाइको उता केसाको पार्कमा आउनुहुन्थ्यो नि उहाँ चाहिँ हाम्रो आउनुहुन्थ्यो अनि यार कहाँ हुनुहुन्छ म त इन्डिया कहिले आउनु भयो म त आज कहाँदेखि झरेर एक महिनाको सकिनमा एक्लै आउनु भयो छौँ 4 जना 5 जना कता कता घुमिरहेको छ यहाँ आएको दिन भेट गरेकै छैन भेट गर्दै हो आएको 6 दिन छ अनि जाने बेलामा एकैचोटि भेट भएर जान्छ भान्जी पनि जान्छ अरे भनेर सुनेको थिएन छैन यो त के अब आमा जाने पछाडि चाहिँ जाउँ भन्ने रिजोल्युसन चाहिँ आमा बुवाहरू आउनुहुन्छ अब 26मा आउने कुरा चाहिँ छ उनीहरू आएपछि पछाडि चाहिँ यसो घुम्नको लागि चाहिँ बस्दै चाहिँ बस्नु त कि यहाँ पुरा घर भएर कहाँ तर थपेर बस्नु पनि पाउँछ होला नि पाउँछ अरे थपेर बस्छ अनि यहाँ पुग्नु पाए थपेर भयो तर म त गइहाल्छु नि 1 महिनाको मात्रै म जानु पऱ्यो आमा एक्लै आमा हुनुहुन्छ अनि आमालाई छोडेर कहाँ जानुहुन्छ जय स्कुल गइहाल्छ नि नानी भएरै हुँदै टिचर अनि स्कुलबाट आएर मौरी छुट्टिएछ कि मौरी छुट्टिएको छ अनि त्यहाँ हेर्दैछ पहिलादेखि यत्रो हुन्थ्यो नि ढुङ्ग्रोहरू सूर्यमन अङ्कल र साथी यो कहाँ राणा छ भन्दै तर यहाँ त बेसी बिसादी लगाएर मरिहाल्छ यो तोरी हुने तोरीमा नि त्यो दबाई लगाइदिन्छ त्यो उयो खान जान्छ सबै मर्छ राति नै मर्छ मर्नु कसले बताउँछ बेचेर छैन होला अस्ति दिदी भुटानबाट दिदीहरू आउनु भएको थियो कि उहाँहरूले चाहिँ 1000 रुपियाँ बदल गरेर ल्याइदिनु हुन्थ्यो हजुर बुङ थाल्दै बस्न खाना पकाउँछु खाना खानु चाहिँ बस्दा नि खाना पकाउनु हुन्छ पाउनु नगरी कि ढिलो हुन्छ अनि फर्किहाल्ने बस्दा किन बोल्ने केटाले स्कुल खाना खाएर जान्छ नातिको हात पनि त यसले पुऱ्याउँछ अचोटै पुऱ्याउँछ नाति इलाम है कन्या त्यहाँ खानाहरू बनाउँछु भुँडी टन्नै छ त्यति खाएको कि नपचेर यहाँ नाति नातिले चाहिँ सुतिरहेको त्यो उठेको छैन गेम खेल्छ ठुलो छ नि त के अरे 20 वर्ष आयो ठुलो पो छ त सानो थियो कुखुराको पक्ष छैन यसो एकजना हो एकैजना छ कसैले खाँदैन बुबुको त बहिनी तपाईँको नामले पुऱ्याएको के बुझ्छ
कस्तो त्यो माथिदेखि झरेर होला तारा खोइ पानी हेर नि त पानी खानु नि हेर ए साथी त पानी चाहिँ खै पानी खानु माछा सार्नु भएको फेरि यता ठुल्ठुलो भएछ नि अलिक अस्ति मैले मसिनो थियो हेर कि माछा मात्र भएछ नि पहिले यहाँ राख्नु लादी र दिदी मलाई ट्याक्कै मन पर्दैन कुकुर मन पर्छ कि अर्को केटी पनि डुल्नु गएको छ आइपुग्यो अनि भनेर कति वर्षको दाजु म त 40 लाग्यो नि अब लाग्यो भने उ 42 भनेपछि म अब यो मागमा उ कति हाम्रो 42 2 वर्ष दाजु अब त उमेर भनेर कस्तो साह्रो लाग्दैन हो नि उनीहरूले सोध्छ नि अब भन्नु पनि यति भन्नु कति भन्नु पर्यो 40 काटेको भयो यस्तो नि त छोरी मान्छेले भनेको केटाहरूलाई चाहिँ ढाँट्ने हो नि त आफ्नो मान्छेको होइन जसले पनि सोध्छ कि अनि 40 काटेको भन्यो किनभने 17 पुरा गएर 18 लागेको भन्यो कहानी जनताले छोरामान्छेको जागिर नसक्नु अर्डर गर्दै रोड लिन्छ रहेछ कि गोबरको माथि लेकतिर बस्नु पर्ने रहेछ यो बिदुरले चाहिँ खाँदैन कि मलाई चाहिँ त्यो छुर्पी पिएको शरीरमा अझै सुँगुरको माछा कति मिठो आफूले पनि खानु हुँदैन किनीमा पनि हल्का गन्दै गन्दै पारेर धेरै हाल्नु यो बिदुरलाई किनियो नि खाँदैन सिक्का पनि खाँदैन केही खाँदैन दिदी मलाई खानै दिँदैन घरमा खानै भने चाहिँ बनायो भने कराको करा गर्छ खानु बनाउँछ सागले हाल्छ नि मलाई चाहिँ किनिमा पिरो भुटेर क्या त्यो खोर्सानी खानुपर्छ अनि सिद्रा पनि बिराम सुरु बर्बाद भयो क्या आजकल गर्ने बनायो अर्को फेरि बनाएर
18 हो 17 उहाँ पनि वहीँबाट तपाईँ इन्डिया तपाईँ चाहिँ यस्तै छ हालत त एकदम ठिक छ नि एकदम ठिक छ हाम्रो हेर्नु त हो भेनाको पहिलेदेखि नै यस्तै छ कति पनि बगैँचा बन्नुभयो कति कति वर्ष हो 20 वर्ष लाग्यो यत्रो भएको छैन हौ अझै भागेर आएको कहिले थियो 15 प्रोसेस भइकिन यता आउनुभएको प्रोसेस हुँदा थियो नि उतै हुनुहुन्थ्यो यो थियो नि घर त ए भनेपछि थियो बनिसकेको नि घरले गर्दा 20 वर्ष भयो 20 वर्ष नि भएको यो माथिको चाहिँ धेरै भयो कि हजुर सालबारीको चाहिँ ए यता सार्नु भएको नि ए यहाँको चाहिँ 13-14 भयो होला ए यो चाहिँ पछाडि हो माथि गाउँमा थियो नि त ए पहिला पहिलाको त त्यो चाहिँ क्याम्पमै हुन्छ ओइ त्यो पुल छैन पुल ल ओइ त्यो म्याप हो के नाम हो त्यसो देखिँदैन फुट्छ अनि सबै त आगोले रेकर्डिङ सबै घर त काठमाडौँ गता जस्तो हुन्छ क्या पापर हुन्छ क्या अन्त बोल्छ होइन क्याम्पको सिरुवा घर सर्भिस त्यस्तै हुन्छ सिमेन्ट गर्दैन नि त्यसरी कहाँ गर्छ सिमेन्ट त्यो गता जस्तो हुन्छ कि त्यो के अरे तातोको लागि यसरी चिसो हुन्छ अरे अनि भित्र त रुवा हुन्छ बाहिरबाट पनि त्यही मोडल हुन्छ फर्म बनाइदियो नि अनि त्यो सिरुबारीमा आगो लाग्छ लाग्दो रहेछ नि अमेरिकाको बिल्डिङ त बसौँ पानी ल यहाँ बस्नु ल अहिले मोबाइल राख न अहिले खेल्नु ल फोटो छ नि त ओके गरेर बस्छ हाम्रो यहाँ दिलु भान्जी र ज्वाइँकोमा चाहिँ यसरी नास्ता दिनुभएको रहेछ एकैछिनमा पो कति छिटो रेडी गर्नुभयो मम्मीको कति 6 वर्षै कसो भयो नि बेपा आउनु भएको त कहिले आउनु भएको थियो त्यहाँदेखि आउनु भएको थिएन नि के आउनुभएको छ 16मा त्यहाँदेखि आउनु भएको छैन नि ए अब कहिले 26मा आउनुहुने ए लु हो जानु त छिटो गरे रात पर्छ एउटा चाहिँ राख्नु त आधी क्याम्पले पनि हल्लाउँदा घरमा नखानु न त्यस्तो छैन त हार्ड छैन केही पनि अब यहाँ ठक्कसँगले अब त्यो गाडी ब्याङ्कमा म हल्लाउँदा त के गर्ने आफू त ठ्याक्क ठिक्क भाइको गेम नखेला छिटो गरेर अब जानुपर्छ अमिला राख्नु पऱ्यो सबैको इन्जिन खानु धेरै नै खायो नि खाना त खाएको धेरै आज थम्नु जस्तो भइरहेको थियो मिठो भयो नि मलाई मुख त अगाडि थिएन कि अनि मान्छे भयो कि धेरै खाने भयो अनि यता गरे भयो अहिले त अमुल पो हुन्छ झन् खायो मुख चाहिँ मिठो भइहाल्छ हो पेट चाहिँ तन्केर आएको यस्तो त यो जाडोमा त साह्रो हुन्छ नि बोजू त म त फर्केरै जाँदिनँ भन्नु थाल्नु पर्यो मान्नु कहिले त्यसरी आउनुभएको नि बरु मेरो मरेपछि मेरो आत्मा पनि नजाओस् त्यहाँ भन्छ त्यस्तो साह्रो परेको जस्तो गाह्रै भएको नि तर राम्रो चाहिँ राम्रो हुन्छ नि बुढाबुढीलाई त्यो अलिकति
तर उपचार भन्दा पनि त्यो ग्यास्ट्रिकको दबाई त नदिँदो रहेछ अब यहाँ नुन त्यस्तो खानेहरूलाई त ग्यास्ट्रिकले भेट्छ नि त अनि उहाँ त ग्यास्ट्रिकको दबाई त के हो भन्छ उहाँ त डक्टरको सिफारिस बिना पाउँदैन के नेपालीले नुन तेल धेर खान्छ ग्यास्ट्रिक भेटाइहाल्छ अनि उहाँ त ग्यास्ट्रिकको दबाई ग्यास्ट्रिक त उनीहरूलाई खाइ हुँदैन अनि त्यहाँनिर स्ट्यान्डनमा त एउटा नेपालको छ कि काठमाडौँको एउटा नेपाली केटी डक्टर त्यो शुक्रबार बिहिबार उसको पालो हुन्छ उसले चाहिँ थाहा पाउँछ उसले चाहिँ खै त सन्देश खरा छ क्या त्यो सिस्टर भएकोलाई चाहिँ ग्यास्ट्रिकको दबाई लेखाएर लेखिदिन्छ नेपाली यहाँ त फ्री पाइन्छ नि दबाई बुढाहरू खाना नै बलि खाना हुन्छ फेरि उनीहरूले चिज हार्ड पनि गर्छ उनीहरूले बढी गुलिया खान्छ नि गुलिया खाएपछि ग्यास्ट्रिकै हुँदै पचाउँछ नि ग्यास्ट्रिकै हुँदैन उनीहरूको हुँदैन टाइम टेबल हुन्छ नि त टाइम टेबल हुन्छ जुस खाए गर्छ के चुरु खाएको खाने हाम्रो नेपालीको चाहिँ बिहान खायो फेरि यो भेट्दा यो खालको प्राय एसियनपट्टिकोमा क्या त्यस्तो कन्ट्रीपट्टि क्या मान्छे एसियन मुलुकको मान्छे चाहिँ चाइना नेपाल इन्डिया यस्तो खालको मान्छे चाहिँ पुरै ग्यास्ट्रिक पीडित हो त्यो हाम्रो शरीरमा नुन भिजेको छ अनि त्यो चिनी खाँदा कि भोकै भेट्दैन हो अनि त्यही नुन लाएर खायो ग्यास्ट्रिकले यो तितो पिरो भुटुन खाने मान्छे ग्यास्ट्रिकै तिनीहरूले बोइलिङ गरेर खाने तिनीहरूले त्यसो नुन भुटुन खल्लाउँछ तिनीहरू खाइसक्नु हुँदैन गुल्ले मलाई त भोक बेला बोल्यो भने झन् भोक लाग्छ खानु चाहिँ त्यो राम्रो रहेछ फेरि मिठो चाहिँ हुँदैन तर खानु चाहिँ त्यो राम्रो होइन नि ग्यास्ट्रिकले नभेट्छ टाइम टेबल फलो गर्न हामीलाई भेट्दैन नि हामी चाहिँ खुवाइ नदिएको क्या एउटा रेगुलर एउटा टाइममा खाने ग्यास्ट्रिक हुँदैन कस्तो हुन्छ भने चिल्लो खानु मन परिहाल्छ अनि कति बेला ग्यासले भेट्छ खायो भने अब ड्युटी लागेपछि एउटै टाइम हुन्छ नि जहिले अहिले चिल्लो खायो भरे भोकै लाग्दैन अनि भोक नलागेपछि खाइँदैन अनि नखाएपछि ग्यास मेरो मामाहरू दोस्तीहरू आज यो भेट भएको अनि होइन म लान्छु भेन के भएको होइन म लान्छु पेपर लगाइदिनु त तिमी के गर्ने निकाल्छ है कान्छो अब त नआउँदा पनि निकाल्न सक्छ गड्डी हावा आयो नि कोको हावा आयो भाइ एलपीको जनसङ्ख्या